जापानिज जस्तै रियाक्ट गर्न चाहनुहुन्छ? यो 5 वटा शब्द डेली युज गर्नुहोस् है। नम्बर 1 मा छ ए। यो शब्दको अर्थ हुन्छ ए अथवा के नबुझेको, अचम्म लागेको बेलामा अनि सुनेको कुरा बुझिएन भने, अचानक अनएक्सपेक्टेड कुरा आयो भने युज गरिन्छ है। इक्जाम्पल हेरौँ है। ए हो नि त, ए साँच्चै भन्दाखेरि युज गरिन्छ। नम्बर 2 मा छ अरे। यसको मिनिङ हुन्छ अरे केही फरक लाग्यो अथवा खोजेको कुरा नभेटिँदाखेरि अनि सिचुएसन अलिकति चेन्ज हुँदाखेरि चाहिँ यो युज हुन्छ है। जस्तै इक्जाम्पल, अरे खागिदोको दा, अरे चाबी कहाँ छ? नम्बर 3 मा छ आ। यो मिनिङले चाहिँ के दिन्छ भने ओहो भने जस्तो लाग्छ अनि अचानक याद आउँदाखेरि, तपाईँले गल्ती गर्दाखेरि थाहा पाउँदाखेरि युज हुन्छ। जस्तै इक्जाम्पल हेरौँ, कसुरे त बिर्सिए भन्दाखेरि युज हुन्छ। अनि नम्बर 4 मा छ हे। यो शब्दको अर्थ ओहो हो र भने जस्तो लाग्छ है। अनि नयाँ कुरा सुन्दाखेरि अनि केही अचम्म लाग्दाखेरि, केही इन्ट्रेस्ट लाग्दाखेरि चाहिँ यो युज हुन्छ है। जस्तै इक्जाम्पल हेरौँ, ए सिरना कता, ओहो थाहा थिएन, यतिखेर युज हुन्छ। अनि नम्बर 5 मा छ वाह। अब यसको अर्थ हुन्छ उफ, ए बाबा भने जस्तो हुन्छ है। कहिलेकाहीँ चाहिँ डर लाग्दाखेरि, अचानक सरप्राइज हुँदाखेरि चाहिँ यो युज गरिन्छ। जस्तै इक्जाम्पल हेरौँ, वाह बिक्रिस्ता, उफ डर लाग्यो।